म यिनीहरूलाई त्यतिकै छोड्नेवाला छैन। कसलाई? यो जुन छ नि, यो अहिले जुन गराएको छ नि, मैले भन्दै त म सुशीला कार्की सरकारलाई पनि त्यतिकै छोड्नेवाला छैन। के गर्नु त? होइन, त्यतिकै छोड्नेवाला छैन। सिंहदरबारमा आगो लागेको छ, सर्वोच्च जस्तो सर्वोच्च सम्पादामा आगो लागेको छ। सिंहदरबार बन्दैन अब क्या। बच्चाहरू मरेका छन्, किन मराइयो? म आज यही तपाईँको टिभीबाट म प्रश्न गर्छु। जेएनजी आन्दोलनको म्यान्डेट नि, ल ठिक थियो, भ्रष्टाचारीलाई कारवाही थियो, शेरबहादुरको घरमा पैसा पक्रियो, ल्याए शेरबहादुरलाई थुने, केपीएललाई थुन्न सके, रमेश लेखकलाई थुन्न सके, सकेनन्। फर्स्ट ती तुइयो। उद्देश्य यिनीहरूलाई थुन्ने थिएन। के थियो? यिनीहरूलाई सेफ ल्यान्डिङ गराउने र नयाँलाई ल्याउने। त्यसैको लागि हो सिंहदरबारमा आगो लगाएको। र मैले पटक पटक म त वार्तामा बसेको छु नि सुशीला कार्कीज्यूसँग, प्रधानमन्त्रीज्यूसँग। हिजो अस्ति पनि बस्नुभयो? बसेको छु नि। मैले उहाँलाई भनेको छु, तपाईँ 73 वर्षको हुनुभयो, जुन देशको प्रधानमन्त्रीको छोराछोरी आफ्नो देशमा छैन, नातिसँग खेल्न पाउनु हुँदैन, अनि तपाईँ के प्रधानमन्त्री भएको के अर्थ भयो? अनि के भन्नुभयो उहाँले? है के गर्नु दुर्गा बाबु, यो त अर्कै रहेछ, संसार अर्कैले चलाएको देश रहेछ भन्नुभयो मलाई।